हेलो गाइस, नमस्ते। वेलकम टु माई न्यू भ्लग। आज चाहिँ हामी कहाँ गइरहेको छु भन? मन्दिरमा गइरहेको छु होइन। अनि आज चाहिँ हामी भर्खरै रेडी भएर निस्किन लागिरहेको छु। यहाँ अप्सन छ, कृष्ण चाहिँ तल बाइक निकाल्दैछ। अब म जान्छु अनि तपाईँलाई त्यहाँको देखाउँछु। तपाईँलाई टाइटल हेरेर थाहा भइसक्यो कि हामी कहाँ गइरहेको छु भनेर। अब हेर्नु है त त्यहाँको चाहिँ कस्तो देख्छ। आज चाहिँ हामी असारको 16 गते जान लागिरहेको छु होइन। असार पर्खा महिनामा चाहिँ त्यहाँको भ्यू कस्तो देख्छ हेर्नु है त। ल हामी चाहिँ यहाँबाट निस्किन लागेको है त्यो स्कुटीबाट। ल गाइस, हामी चाहिँ केबुल कार चढ्ने ठाउँमा आइपुगेछौँ। अब हामी टिकट काट्नको लागि गएर चाहिँ एउटा दिदी त अझै आइपुगेको छ, एकजना चाहिँ आइपुगिरहेको छ यहाँ हेर्नु है त। हामीले लिएर आएको चाहिँ होइन, उनीहरू अर्को ठाउँबाट आएको हेर्नु है त। हेलो, यहाँ आऊ न। हेलो दिया, के छ हाल खबर? चाहिँ मेरो क्युट छोरी हो। ल हामी जाऊँ टिकट काट्नलाई। छ माथि छ। ल हामी टिकट काट्न जान्छौँ। आज चाहिँ यो बर्सातको टाइम भएर होइन थोरै 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 पानी आइरहेछ होइन, तर ठिकै छ, राम्रो रमाइलो भइरहेछ। अब टिकट घरमा गइरहेछु। ल के हो 12 बजे 1 बजीसम्म यहाँ त बन्द रहेछ नि त। 78 32 46 स्क्रिन आइडी कार्ड स्क्रिन आइडी स्क्रिन आइडी अनि उता चाहिँ टिकटको बन्द थियो होइन। उताको नास्ताको टाइममा चाहिँ यहाँ टिकटको त्यो हुँदो रहेछ कि टिकट काट्दो रहेछ। अनि हामीले चाहिँ 6 जनाको टिकट काटेर बाहिर आयौँ। अब मेरो दिदीलाई पर्खिरहेको छु, कतिखेर आउँछ थाहा छैन। दिदीहरू आउन्जेल चाहिँ हामी एकछिन यहाँ तल घुम्छौँ है त। हामी चाहिँ एकछिन यतातिर घुमिरहेछौँ। बर्खाको टाइम भएको भएर होला होइन, कस्तो सबैतिर हरियाली छ होइन, राम्रो छ छन चाहिँ यहाँनिर। के आकाशबाट आएको पानी खाने यहाँ त बिफोर र आफ्टर गर्न मिल्छ। हामीले एउटा फोटो छ त्यो हाम्रो जनाको त्यतिखेर त्यो पहिलाको मोबाइलमा हो, यो मोबाइलमा होइन, कम्प्युटरमा छ नि त। कम्प्युटरमा चाहिँ छ। यहाँ तल चाहिँ वाटरफल पनि चलेछ। वाटरफल के भन्छ? वाटरफलै त भन्छ होइन। ल हेर्नु, मान्छे टिकटक बनाउनु व्यस्त छ। ल हेर्नु त, वाउ नाइस। जाम न होइन, कस्तो पानी आयो कि अलि न एकछिन नआए पनि हुन्थ्यो नि। त्यहाँ जुत्ता चप्पल लगाएर जान मनाइ छ भनिरहेछ। म चाहिँ उनीहरूलाई वेट गरेर बसिरहेको थिएँ। उनीहरू आइपुग्यो। अब हामी थोरै अलिअलि फोटो खिच्छौँ अनि त्यसपछि माथि जान्छौँ है त। अब यहाँ चाहिँ 12 बजेदेखि 1 बजेसम्म चाहिँ खानाको टाइम हुँदो रहेछ होइन। त्यो टाइममा चाहिँ टिकट चाहिँ काट्दो रहेछ, तर त्यो केबुल कार चाहिँ चल्दैन रहेछ कि। अब हामी चाहिँ अब 20 मिनट बाँकी छ, 20 मिनटसम्म यहीँ बस्ने। सबै भइसक्यो। किन? हेलो, तिमी कहाँ आएको? रमाइलो लागिरहेछ? अब माथि गएपछि रमाइलो हुन्छ होला। अहिले तल चाहिँ रमाइलो लागेको छैन? तिमीहरूलाई रमाइलो लागेछ? भिजेर आएछ फाउन्टेनमा गएर। रमाइलो लाग्यो? जाऊ भिजेर सबै नुहाएर आयो नि। साबुन दिऊ, साबुन देऊ न। हेलो दिया, हेलो।
ल अब हामी यहाँ आऊ अब के हो नि 20 मिनट टाइम छ यतातिर जाम आऊ यहाँ चाहिँ चन्द्रगिरीको क्यान्टिन छ हैन अब टिकट काट्ने चाहिँ यहाँ खुलिरहेछ हामीले चाहिँ पहिले टिकट काटिसक्यो हैन अब यहाँबाट हामी माथि जान्छौँ हेलो कृष्ण ह्याप्पी ह्याप्पी दिया ह्याप्पी होइन त्यहाँ त टिकट काट्नलाई जाने हो कि चन्द्रगिरी हिल्सको माथि चाहिँ त्यहाँ होइन हो यताबाट जाने हो लाइन आऊ है लाइनमा आऊ अब हामी लाइनमा बसिरहेछौँ है लामै हुन्छ ल हामी चाहिँ केबल कार चढ्नको लागि त्योहरू त छिटाउनु भनेको चन्द्रगिरी चढ्नको लागि हामी लाइनमा हामी फर्स्ट भयो कि हामीले पहिले टिकट काटेर बसेका थियौँ होइन त्यही भएर हामी फर्स्ट के हो पछाडि देख्दै देख्दैन त पछाडि पुरै सबै कति लाइन थियो है छिटाउनु भने त्यही भएर छिटाउनु भने के हामी चाहिँ फर्स्ट गाई इन द अब यही मोबाइलबाट टिकट देखाउनुपर्छ गाइड एकछिन है त हामी चाहिँ यसमा स्क्यान गरेर अब माथितिर लागेँ लाइन लाग्ने ठाउँ छ होइन अहिले चाहिँ खासै सिजन छैन नि त त्यही भएर चाहिँ लाइन धेरै छैन अब साउनमा चाहिँ लाइन धेरै हुन्छ हामी त्यही भएर हचारमै आएको ल यो यता यता कता गएर ए भगवान हिँडे गरिराख्ने कता हो उहाँ पुग्नुपर्छ ए भगवान पुरा घुमेको गर्नुपर्ने रहेछ यो त लामो भिड हुँदाखेरि मात्र पर्ने रहेछ जय शम्भो यहाँ चाहिँ बन्दैछ अब यहाँ चढ्ने आउँछ यहाँ चाहिँ अहिले बन्द छ केबल कार त्यहाँ छ ल अब केबल कार आयो हामी चाहिँ गइरहेको छ है केबल कारमा पर्खेर बस्नुपर्छ नि त अर्को फेरि 6 जना मात्र जानलाई ए चढ त्यो गर्मी हो माथि बसेर आयो नि त यो त घाममा के त्यही भएर तातो भएको तल झर्दा नयाँ मोबाइल चलाउनु भन्छ तल के हेर्ने पुरै जङ्गल छ ल हेर्नु है त मम्मीहरूको कस्तो भएन केही भएन अहिले माथि गएपछि नि हुन्छ भिडियो गर्नु होइन भिडियो मात्र हो अब ढुर्र आउँछ है दिदी ढुर्र त्यसले भन्छ मलाई नि देखायो माथितिर चाहिँ पुरै कुहिरो लागेको छ है पुरै कुहिरो लागेको छ माथिबाट त तल केही देख्दैन जस्तो लाग्छ यार मलाई त यहीँबाट हेरे नै हुन्छ ल राम्रो देखिरहेको छ यहीँबाट माथितिर कुहिरो लागेको छ हल्का पानी खाइदिउँ न कस्तो थुक्ने ल्याएपछि छोरोहरू उनीहरू चल्यो केही देख्दैन सेतो मात्र कहिले पनि भेट्दैन देख्छ यताबाट गर न यताबाट गर अझै यहाँ तल सिसा लाग्यो है हजुर आमा तर्सिन्थ्यो होला मान्छे खै त कराको हामी आइपुग्यो ल्यान्डिङ भयो किन चलिरा ल चलो 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 चले चलो धेरै पसिना जाउँ निस्किहाल न
यो फेरि उता घुमेर जान्छ यसमै फेरि तलतिर जानु पर्ला नि ल हेर बाहिर यस्तो शीतल त्यहाँ त कस्तो गर्मी मलाई त कस्तो उल्ट्याउला जस्तै भयो यार गर्मी धेरै भएर यहाँ त अझै पानी नि पर्न लागिरहेको रहेछ तलतिर यस्तो गर्मी होइन उता मासतिर ल हामी चन्द्रगिरी हिल्स आइपुग्यौँ त्यसको बाबुले हुन्छ होइन अब बोतल निकाल्नु चाहिँ हाम्रो के अरे चन्द्रगिरीको माथिको कताबाट हो जाने यो त यही बाटो हो यहाँ सामान कसरी लिएर आउँछ होला है सामान ल्याउने उ त्यो छ त गाडी नै आउँछ नि त कहाँ म कति वर्ष भइसक्यो अनि मलाई कस्तो थाहा 100 रुपियाँको